60 लाख दलितलाई अलपत्र पारेर खगेन्द्र सुनार एक्लै राष्ट्रसभामा पहिला जानु किन भएको? अब यो तपाईँले अहिले भनेको जस्तो 60 लाख दलितको हामीलाई समर्थन छ। हामीले उठाएको बाटोलाई, हामीले उठाएको मुद्दालाई, हिँडेको बाटोलाई एउटा आम दलित समुदायको एउटा समर्थन छ। हिजोसम्म यो समुदायको मुद्दालाई लिएर हिँडेका राजनैतिक दलहरूले हिँडेको बाटो गलत भयो र सत्य बाटो यता हो भनेर मैले त ट्राफिकले रोडमा उभिएर बाटो देखाएको ट्राफिकले जस्तो सत्यको बाटो यता, न्यायको बाटो यता, भोलिको भविष्यको बाटो यता भनेर मैले त्यो बाटो मात्रै देखाएको हो एउटा कुरा। र दोस्रो कुरा, अहिले तपाईँले भनेको जस्तो हामीले एउटा पार्टी निर्माण गरेका थियौँ र देशलाई एउटा सङ्कट पर्दै गर्दाखेरि बाहिर आम मानिसहरूको बुझाइ र आम मानिसहरूको भनाइ के थियो भने सबै नयाँ जति आशा बोकेको जति, त्यो उमङ्ग बोकेको जति सबै त्यो एउटा युवा पङ्क्ति चाहिँ एउटा टिममा आउनुपर्छ भन्ने थियो। त्यसैले गर्दा चारतिर फर्किएको शक्ति, सानो सानो खोलामा बगेका साना साना खोलाहरू एउटा महासागरमा एउटा मिसिएको हो। त्यसैले आन्दोलन थप मजबुत भएको छ, मुद्दा थप बलियो भएको छ, आवाज थप बुलन्द भएको छ। हिजो सानो 1-2 जनाले बोलेको आवाज अब एउटा ठुलो पार्टी पङ्क्तिले बोल्नेछ र एउटा मुद्दाले चाहिँ अझै बढी न्याय पाउनेछ र सार्थकता पाउनेछ। त्यसैले यो अलपत्र भएको होइन, अशक्त भएको आन्दोलनलाई थप सशक्त बनाएको हो, मजबुत बनाएको। तपाईँको पार्टी अब यता समाहित भएको हो, अब त्यो प्रक्रियामा छ। अब तपाईँलाई एउटा के गराउँ भने यहाँ हामी मात्र होइन, कुलमान घिसिङ एउटा चाहिँ नेतृत्व गरिरहनु भएको उज्यालो पार्टी, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहजीको एउटा टिम लगायतका धेरै टिमहरू यहाँ मधेसी, दलित, थारू, जनजाति, विभिन्न पहिचानका मुद्दा, एउटा वर्गीय जातीय धेरै खालका मुद्दाहरू बोकेका राजनैतिक दलहरू यसमा समाहित हुने क्रम जारी छ। त्यसैले यो एउटा प्रक्रियामा छ। प्रक्रियामा जाने क्रममा हामी पनि कतै न कतै यो पार्टीभित्रको एउटा जिम्मेवारीभित्र रहेर हामी उतापट्टि काम गरिरहेका साथीहरूलाई यता शिफ्ट गर्नेछौँ र त्यो त प्रक्रियामै छ। हिजो माइती घरको तातो सडकमा दलितलाई खोइ भनेर एउटा पम्पलेट लिएर एक्लै उभिएको त्यो खगेन्द्र सुनार, त्यही सडक र 60 लाख दलितलाई अन्याय भएन कतै तपाईँ एक्लै यता आउँदा? होइन, मैले फेरि पनि अघि भने मुद्दा होइन, ठिक हो। तपाईँले अहिले भनेको जस्तो हाम्रो यो आन्दोलन सकिएको छैन, हाम्रो मुद्दा सकिएको छैन, हामीले आन्दोलन अलपत्र पारेका छैन, यो मुद्दा कहीँ कतै गएर बेचेका छैन। कङ्ग्रेस एमाले माओवादी हिजो दलले बदमासी गरे, उनीहरूलाई लगेर यो मुद्दा धरौटी राखेर उनीहरूको पाउमा चढाएर हामीले आफ्नो बाटो खोजेका होइनौँ। संसारले विश्वास गरेको थलो रासोपा, संसारले आशा र भरोसाको केन्द्रमा रहेका बालेन शाह, कुलमान घिसिङ, रवि लामिछानेहरू जस्ता एउटा बहुचर्चित एउटा पात्रहरू छन् र बहुप्रतीक्षित एउटा चाहिँ समय जे बनेको छ त्यो ठाउँमा हामी पनि मिसिएको। यो एउटा इतिहासमा हामीले पनि साथ दिनुपर्छ। दलित पनि राष्ट्रवादी हो, यो देशलाई अप्ठ्यारो परेको बेला जात, वर्ग, धर्म, क्षेत्र, लिङ्गबाट माथि उभिएर देश पहिला, त्यसपछि अरू, त्यसपछि अरू, यसपछि अरू भनौँ, पहिला देश रहनु पऱ्यो, व्यवस्था रहनु पऱ्यो। यो सङ्कटबाट देशलाई बाहिर निकालियो भने मैले मधेसीका कुरा गरौँला, जनजातिका कुरा गरौँला, दलितका कुरा गरौँला, तर पहिला देश टिक्नु पऱ्यो। पहिला यो सङ्कटबाट चाहिँ देशलाई बाहिर ल्याउन जरुरी छ। त्यसैले गर्दाखेरि मैले तपाईँलाई अघि पनि भनेको जस्तो मुद्दा कहीँ कतै अलपत्र परेको छैन। अर्काले अपहरण गरेर राखेको यो समुदायलाई न्याय र सत्यको बाटो यतापट्टि हो भनेर हामीले राष्ट्रपतिलाई इङ्गित गरेको, यतापट्टि देखाएको। जातीय मुद्दा उठाएर खगेन्द्र सुनार आफ्नो राजनीतिक यात्रालाई सुनिश्चित गर्यो भन्ने आरोप के गलत हो त्यसो भए? होइन, भन्नेले त के भन्लान्, अस्तिसम्म आरोप त के आएको थियो। तपाईँले त मिडियामा त हेर्नु पनि भएको छ होइन। त्यसैले मैले जातीय मुद्दा उठाएको होइन। यो समाजमा जातको कारणले अपमानमा परेका मानिसहरूको न्यायको मुद्दा उठाएको। जातीय मुद्दा त जातीय आधारमा त अरूले गरेका विभेदहरू हुन्। त्यसैले मैले फेरि पनि भने मैले जातीय मुद्दा मैले हिजो पनि उठाइनँ, आज पनि उठाइनँ। जातीय रूपमा अपमान र त्यो घृणा र त्यो पीडा सहेर बसेका त्यो समुदायको न्यायको र तिनीहरूको आत्मसम्मानको मुद्दाहरू उठाएका हुन्। त्यसैले हिजो एउटा व्यक्तिले, हिजो एउटा अभियानले, एउटा सानो एउटा पार्टीले उठाएको मुद्दा अब एउटा राष्ट्रको एउटा ठुलो एउटा मजबुत एउटा राजनैतिक शक्तिले यो मुद्दा पनि भोग्नेछ र यो मुद्दालाई लिएर अगाडि बढ्नेछ र न्यायको बाटो। समुदायमै विरोध भयो तपाईँको? होइन, मुद्दालाई बेचियो भनियो, हामीले वास्ता गरिएन भनियो। होइन, त्यो त स्वाभाविक एउटा माया हो उहाँहरूको। अरू जस्तै यो पनि कहीँ कतै हराउँछ कि, कहीँ कतै बिलाउँछ कि, कहीँ कतै गएर आफ्ना भाषा मिलाउँछ कि, चिसिन्छ कि, मिसिन्छ कि, सकिन्छ कि भन्ने लागेको उहाँहरूलाई चिन्ता मान्नु पर्दैन। फागुन 21सम्मको एउटा दिन रहनेछ र फागुन 21 पछिबाट अर्को एउटा नयाँ यात्रा प्रारम्भ हुनेछ। त्यसैले गर्दाखेरि भोलिको वेटिङ प्राइम मिनिस्टरको साइडमा उभिएका छौँ हामी। भोलिको देशको नेतृत्व गर्ने पार्टीको साइडमा उभिएका छौँ हामी। भोलि देशलाई निकास दिने त्यो पार्टीमा उभिएका छौँ भने दलितलाई मुद्दा मात्रै उठाएर दलित भनिरहने र दलित बनिरहने यो परम्परागत आन्दोलनबाट बाहिर ल्याएर दलितको मुद्दालाई सम्बोधन गराउनु पर्नेछ। त्यो कसले गर्ने हो भन्दा राज्यले गर्ने हो। मुद्दाको छलफल कहाँ हुन्छ भन्दा संसदमा। त्यसो भए संसदमा जाने बाटो के हो त?
मुद्दाको छलफल गराउने ठाउँ कहाँ हो त र त्यसो सम्बोधन गर्ने ठाउँ कहाँ हो भन्दाखेरि यही टिम भोलि संसदमा जानेछ र त्यही टिमले संसदबाट बनाएको सरकारले यो मुद्दाहरू सम्बोधन गर्नुपर्ने भएको हुनाले दलितको मुद्दा अब सडकमा मात्र रमिता बनाएर त्यो दोकान थापेर राखिरहने विषय होइन। यसलाई सम्बोधन गराउनुपर्छ र त्यो सम्बोधन गराउने कसले हो भन्दा भोलि राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो पार्टीको रूपमा उदाउँदैछ। यो उदाउँदै गरेको पार्टीलाई यो बेला हामीले पनि साथ दिनुपर्छ। अहिले चुनावको बेला हामी एउटा किनारामा बसेर हेर्ने, भोलि फेरि सरकार आइसकेपछि फेरि त्यो नाङ्लो साङ्लो पहिलिएर गएर दलितलाई खै भनेर रोडमा उभिएर रमिता गर्ने छुट अब कसैलाई पनि छैन। सङ्कट परेको छ, यो बेलामा राष्ट्रपालाई साथ दिउँ। सङ्कट परेको छ, अप्ठ्यारो परेको छ, यो बेला देशलाई साथ दिउँ। सबैलाई अप्ठ्यारो परेको बेला यो बेला देशलाई साथ दिउँ भने भोलि त्यो मुद्दा सम्बोधन गराउने बेलामा भोलि यो देशका प्रधानमन्त्री बालेन्द्र शाहलाई गएर हामी भनौँला फेरि दलितको मुद्दा यो कार्यान्वयन गरौँ भनेर भनौँला। भोलि यो देशको नेतृत्व गरिरहेको राष्ट्रपालाई हाम्रो मुद्दा संसदमा यसरी टेबल हुनुपर्छ भनेर त्यो बारेमा छलफल गर्नु। त्यसैले नवराज विकहरूको त्यो आत्मालाई अन्याय हुने वातावरण सिर्जना होइन। अहिले तपाईँले भनेको जस्तो कतिपय टिका टिप्पणी यसो देख्छु, अरू दलित जस्तो म गैर दलित जस्तो, दलित त म पनि होला नि। त्यो दलितको पीडा र घृणा त मैले पनि सहेर आएको होला नि। म मेरो लागि लडिरहेको छु, म मेरो आत्मसम्मानको लागि लडिरहेको छु। त्यसैले गर्दाखेरि अरूलाई अन्याय गर्न सकिन्छ, आफैले अन्याय गर्ने कुरा त्यो हुन सक्दैन। त्यसैले गर्दा अहिले तपाईँले भनेको जस्तो प्रश्न कहीँ कतै हिजोका मानिसहरूले गर्ने कुरा टिका टिप्पणी अहिले यसो देखिरहेको छु। जसले साथ दिइरहेका छन् उसले ठिक गरे भनेका छन्। भोलि जो प्रधानमन्त्री हुँदैछ त्यतापट्टि गएर उभिएको छ। भोलि यो देशको सबैभन्दा ठुलो पार्टी जो हुँदैछ त्यतापट्टि गएर उभिएको छ। संसदमा भोलि सबैभन्दा ठुलो पार्टी जो हुँदैछ त्यता गएर उभिएको छ। आखिर हिजो सबै मानिसहरूले भनेका के हुन् भने समाजमा विविधताका प्रश्नहरू उठाएर विभिन्न ठाउँको कोणबाट आइरहेका मानिसहरू एउटा कित्तामा र एउटा ढिक्कामा आइदिएको भए देशलाई न्याय हुन्थ्यो भनेर सबैले भनेको होइन र। नयाँ जति मिल्नुपर्छ भनेको होइन र। हिजो सडकमा आउँदाखेरि चाहिँ पार्टी खोल्नुपर्छ भन्ने, पार्टी खोलिसकेपछि मिल्नुपर्छ भन्ने, मिलिसकेपछि किन मिलेको भन्नु त भएन नि फेरि। त्यसैले गर्दाखेरि मिल्नको लागि केही कुरा छोडेको जस्तो पनि देखिन्छ। यो वृक्ष बनिसकेको हुनाले बिउ नदेखिएको हो। बिउ माटोमा कुहिएर वृक्ष उम्रिसकेको छ। अब यसले फुल दिन्छ र भोलि बास्ना दिने बेला भएको छ। त्यसैले एकछिन मान्छे आत्तिने कुरा स्वाभाविक हो। कतै केही भइहालेको, कता पो गयो, के पो भयो भन्ने कुरा कहीँ कतै भएको छैन। मजबुत हुँदैछ, बलियो हुँदैछ र हिजोको भन्दा मजबुत बलियो आन्दोलन आउँछ। अब यति हाई प्रोफाइलले बनाइसकेपछि तपाईँको निर्वाचनको विषयमा कुरा गरौँ। उम्मेदवार कहाँबाट हुन्छ तपाईँ? होइन, 165 निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रबाट म पनि निर्वाचन लड्छु नि यहीभित्रबाट। कतै सम्भावना कहीँ कतै होइन, कहीँ कतै आन्तरिक त भइरहेको होइन। आन्तरिक छलफल त एउटा खालको अब तपाईँहरू कहाँ भन्नुहुन्छ त्यो तपाईँहरूले पनि एउटा रिसर्च गरिरहनु भएको छ। तपाईँहरूले कता जाम भन्नुहुन्छ त्यति गरेर लड्नुलाई के छ। कुन क्षेत्रमा खोजिरहेका छन्? होइन, सबै क्षेत्रमा 165 निर्वाचन क्षेत्र नै नेपालभित्रका जुनसुकै निर्वाचन क्षेत्रबाट पनि अब मेरो मात्र इच्छाको कुरा छैन। हिजोसम्म त म एउटा व्यक्तिको रूपमा मात्रै थिएँ, अहिले एउटा पार्टीसँग हामी जोडिएका छौँ। भोलि पार्टीको पनि केही आफ्नो केही तयारीहरू होला, जनताका पनि केही तयारी होला, हाम्रो पनि आफ्ना केही तयारीहरू होला। त्यसैले यी सबै कुराका सामूहिक एउटा निर्णय हुनेछ। पार्टीले गरेको निर्णयमा पार्टीले जहाँबाट उठ भन्छ त्यहीँबाट उठेर हामी प्रत्यक्षमा जानुहुन्छ। समानुपातिकमा तपाईँको टिममा लबिङ गर्नु भएको म तपाईँलाई स्पष्ट रूपमा भनिदिइहालौँ। म कुनै पनि दिन नेपालको कुनै पनि सार्वजनिक पदमा दलितको कोटाबाट म कुनै पनि दिन त्यो पदमा बस्दिनँ। कुनै पनि दिन म दलितको कोटाबाट त्यो समानुपातिक कोटाबाट कुनै पनि सार्वजनिक पद धारण गर्दिनँ। म सांसद पनि, चाहे वडा अध्यक्ष पनि, चाहे वडा सदस्य पनि, भोलि मन्त्री पनि। हिजो क्याबिनेटमा मन्त्री सिफारिस हुँदै गर्दा म दलित कोटाबाट गएको होइन। त्यसैले गर्दा म कुनै पनि दिन म मुद्दा दलितको उठाउँछु, तर प्रतिस्पर्धा त्यो क्षमताले गरेर आउँछु। त्यो क्षमताले प्रतिस्पर्धा गरेर आउने, त्यो आफ्नो क्षमता, त्यो योग्यता, त्यो विज्ञता त्यो देखाएर आउने। त्यसैले म कोटाबाट चाहिँ आउँदिनँ। म कुनै पनि दिन आउँदिनँ, आज मात्र होइन, कुनै पनि दिन नेपालका कुनै पनि सार्वजनिक पद दलित कोटाबाट गएर चाहिँ म बस्दिनँ। त्यसमा सकिन्छ, लडेर आइन्छ। तपाईँकै आवाजबाट सुनौ न, त्यो रवि बालेनसँगको मिटिङमा के भएको थियो र तपाईँ रासोपामा आउनुभयो ठ्याक्कै फेरि ब्याक भएमा? होइन, अहिले तपाईँले भनेको जस्तो उहाँहरूसँग हामी रवि लामिछानेज्यूसँग हामीले जेलमै पनि गएर भेटेका थियौँ। धेरै पटक हामीले त्यहाँभित्र पनि छलफल गरेका थियौँ। बालेन शाहसँग उहाँकै निवासमा गएर पनि उहाँले छलफल गरेको ठाउँमा पनि गएर कुराकानी भएका थियौँ। रवि र बालेनसँगको मिटिङमा दुईवटा कुरा स्पष्ट भएको थियो। उहाँहरू दुवैजनाले मलाई भनेको कुरा के हो भने आँखा चिम्लिनुहोस् र बानेश्वरमा ढलेका जेन्जीको अनुहारलाई सम्झिनुहोस्। आँखा खोल्नुहोस् र भोलिका ती जो भाग्य र भविष्य कुरेर बसिरहेका छन् ती जनताको आँखा, त्यो अनुहारलाई सम्झिनुहोस्। मरेका जेन्जीलाई र बाँचेका जनतालाई सम्झेर यो बिचको यो पृष्ठभूमिमा उभिएको हामीले एउटा डिसिजन गर्नुपर्ने बेला भएको छ। यो इतिहासको डिसिजनमा तपाईँ पनि सहभागी हुनुहोस् भन्ने थियो। यसमा छुट्टै कुरा केही पनि छैन। यहाँ लुकाउनु पनि, छुपाउनु पनि, यसो त्यसो भन्ने केही पनि छैन। उहाँ पनि एउटा मुद्दा बोकेर सडकमा हुनुहुन्थ्यो, वा एउटा मोमेन्टमा हुनुहुन्थ्यो, हामी पनि एउटा मुद्दा बोकेर भएका थियौँ। भेरीबाट भएको थियो, कर्णालीबाट भएको थियो, तल जामु कुइनेमा जाँदा भेट भयो जसरी आज हामी बग्दै जाँदा एक ठाउँमा भेट भएको छौँ। हामी उस्तै उस्तै स्वभाव र उस्तै उस्तै प्रकृतिले एउटा मुद्दा बोकेर आएका थियौँ। छुट्टै एग्रिमेन्ट केही पनि छैन।
देशलाई निकास दिने कुरा, देशलाई विकास दिने कुरा, जनताले जे चाहेका छन्, जेनजीले जेको लागि गोली खाएका छन् ती कुराहरूको पुरा गर्ने सन्दर्भमा एउटा सामूहिक चाहिँ छलफल चाहिँ भएको छ। विभिन्न बार्गेनिङहरू भइरहेका छन् यति लाग्छ। बार्गेन म यो भन्दिनँ, म कुनै पनि दिन राष्ट्रिय स्वतन्त्र पार्टीसँग म कुनै पनि दिन त्यो बाचा राखेर नेतृत्वलाई कहिले पनि तैँले यसो गर्छस् कि त्यसो गर्छस् कि भनेर कुनै पनि दिन कुनै पनि शर्त नराखिकन निशर्त यो बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग हुन्छ। किन? देश सङ्कटमा परेको छ। भोलि चिफ्रिएर फेरि कङ्ग्रेस एमालेको अपहरणमा देश पुग्यो भने जनताले सुखको घाँस ढुक्कले खान पाउने अवस्था छैन। त्यसैले गर्दाखेरि यो बेलामा बिना शर्त सबैले, मैले मात्र होइन, जो कसैले पनि देशको माया छ भने, जनताको माया छ भने हिजोको जस्तो त्यो निरङ्कुश, त्यो लोकतन्त्रभित्रको निरङ्कुश शासनबाट देशलाई बाहिर ल्याउनु पर्ने बेला भएको छ। साँच्चै देशको माया छ भने स्वतन्त्र पार्टीको साइडमा उभिनुहोस्। एकचोटि घन्टी बजाउन तयार हुनुहोस्, यिनीहरूको 12 बजाउन तयार हुनुहोस्। घन्टी पनि बजाउनुपर्छ, यिनको 12 पनि बजाउनुपर्छ। यो दुइटै बजाउने कुरा सँगै बजाउनुपर्छ। थ्याङ्क यू। एउटा प्रश्न, तपाईँ राष्ट्रसभामा समायोजित भइरहँदाखेरि एउटा आरोप तपाईँमाथि के मात्रै लाग्यो? हिजो एउटा मात्र होइन, धेरै आरोप लागेको छ, त्यो मात्रै एउटा भन्नुहोस्। तपाईँले आफैले जन्माएको पार्टीबाट तपाईँ 2 जना राष्ट्रसभामा आउनुभयो, केन्द्रीय सदस्य लिनुभयो र त्यो पार्टीलाई त्यत्तिकै छोडिदिनु हो भन्ने आरोप लागिरहेको छ। त्यो तपाईँको त्यो जुन पुरानो तपाईँले जन्म दिएको पार्टी थियो त्यसैका पनि केही सदस्यहरूले समेत यो आरोप लागेका छन्। यो विषय के हो खासमा? त्यसमा केन्द्रीय सदस्य मात्र होइन, कति बन्द सूचीमा पनि हुनुहुन्छ, समानुपातिक पनि हुनुहुन्छ, कति प्रत्यक्षमा पनि हुनुहुन्छ। यो स्वाभाविक पनि हो। मानिसहरूलाई एउटा ठुलो अपेक्षा अहिले के थियो भने एकचोटि दलितहरूले आफ्नो एउटा शक्ति निर्माण गरेर गएको भए हुन्थ्यो भने सबैलाई एउटा त्यो परेको थियो। तर यो बेलामा चाहिँ हामी जातमा, धर्ममा, वर्ग, क्षेत्र, लिङ्गमा विभाजित हुने बेला होइन। एउटा सिङ्गो देश एउटा निर्माण गर्नुपर्ने बेला भएको छ। त्यसैले आरोप भन्दा पनि उहाँहरूको एउटा प्रेम हो, मप्रतिको एउटा विश्वास थियो, एउटा प्रेम थियो, ताकि यसले यो ढङ्गले गइदिएको भए हुन्थ्यो भने चाहिँ उहाँहरूलाई परेको थियो। तर कहीँ कतिबाट हामीले अलिकता देशलाई सङ्कट परेको बेलामा यो किताबमा उभिनुपर्छ भन्दै गर्दा उहाँहरू तर्सिनु भएको। यो कुहिरोभित्र जहाज हल्लिँदा डढाएको जस्तो मात्रै हो, केही पनि भएको छैन। यो डढाइहाल्नुपर्ने अवस्था भनेपछि त्यो पार्टी पनि निरन्तर रूपमा अगाडि होइन, हुँदैन। अब एउटा मैले अघि पनि भने यो एउटा बिउ रोपेर नयाँ वृक्ष बनिसकेको छ। अब बिउ कता छ भनेर खोज्दा भेटिन्न, अब यसका जराहरू भेटिन्छ। अब त्यो एउटा बेलासम्म त्यो ठिक थियो। हामीले के मात्रै भन्न खोजेका थियौँ भने आफ्नो विषयमा छलफल गराउनको लागि हामी पार्टी पनि खोल्न सक्छौँ भन्ने कुराको उदाहरण हामीले पेश गरेका थियौँ। त्यसैले पार्टी नै त्यो समातिरहने, त्यहीलाई नै फेरि भजाइरहने, दलित बनिरहने, भनिरहने भन्ने कुरालाई चाहिँ म विश्वास गर्छु। राजनीतिक यात्राको एउटा आधार थियो होइन, त्यो एउटा सुरुवात भयो नि त। कम्तीमा पार्टी थियो, त्यो एउटा आज छलफलको विषय बन्यो। हिजो हामी एउटा व्यक्तिले अभियान सुरु गरेका थियौँ, पछि त्यसलाई दलितका लागि दलित अभियान बनायौँ, त्यसलाई पछि हाम्रो पार्टी नेपालको रूपमा परिणत गऱ्यौँ। आज त्यो पार्टी आएर एउटा ठुलो महासागरमा मिसिएको छ। हिजो त्यो एउटा नदी थियो, आज यो महासागर बन्यो। अब नदी कहाँ गयो, महासागरमा मिसियो, त त्यसमा नराम्रो के भयो? राष्ट्रसभासँग समायोजन भयो, अब हाम्रो नेपाल पार्टी विलय नै हुन्छ? होइन, विलय भनेको त अब होइन, एउटा मैले अघि पनि भने एउटा नदी चाहिँ समुद्रमा पुगिसकेपछि त विलय भन्ने कि त्यसमा आफू मिसियो, त्यसको जानुपर्ने स्वभावले त कहीँ न कहीँ जानु पर्थ्यो। बगेपछि त कहीँ न कहीँ जानु पर्थ्यो, हिँडेपछि त कहीँ न कहीँ पुग्नु पर्थ्यो। त्यसैले हिँड्दै जाँदा पुगियो, बग्दै जाँदा मिसियो। यसलाई छुट्टै चाहिँ विलय यसो त्यसो भन्ने विषय केही पनि हिजो हामीलाई केपी ओलीले के भन्यो भने नयाँहरूसँग किन डराउनु भएको भन्दा आबा म त डराएँ भनेर उहाँ हामीसँगै प्रश्नबाट भाग्नुभयो। अब उहाँले अर्को पनि भन्नुभएको थियो, उहाँले त के पनि भन्नुभएको थियो भने नयाँहरू भनेका यी मुसाहरू हुन्, भ्यागुताहरू हुन्, किरा फटेङ्ग्राहरू हुन्। मुसा, भ्यागुता, किरा फटेङ्ग्राहरूको एकताले हामीलाई केही पनि हुँदैन हो। हामी मुसाहरू नै हौँ होइन, रासोपा भनेका वा हामी भनेका मुसाहरू नै हौँ। यो देशलाई कसले खाइरहेको छ भन्ने बिरालोहरू हामीले पहिचान गरेका छौँ। अब मुसाहरू ती बिरालोको घाँटीमा घन्टी बाँध्न आउँदैछन्, त्यो घन्टी हामी बाँध्दैछौँ। ती बिरालोहरू सचेत भइहाल्नु। अब हामी घन्टी बाँध्न र घन्टी बजाइदिन तयार भएर आएका छौँ। त्यसैले गर्दा केही आपत्ति पर्दैन। यति पनि भएन भने त फेरि उहाँहरूको अहङ्कारले त फेरि एउटा ऊ पनि पाउँदैन। होइन, उहाँ आउनुहुन्छ एउटा बेलासम्म, उहाँलाई अलिकता त्यो रिस पनि छ। उहाँलाई हिजो कहीँ कतैबाट उहाँ भन्नुहुन्छ मलाई प्रधानमन्त्री यसो भन्न दिएन, मलाई गृहमन्त्री रोक्यो, फलानुले प्रधानमन्त्री रोक्यो भन्ने छ। त्यसैले म उहाँलाई पनि अपिल गर्न चाहन्छु, बग्दै जाँदा फेरि मिसिनु भोलि महासागर यही हो भने तपाईँले 8-10 जना 12-15 जना साथीभाइहरू लिएर आएर भोलि फेरि सरकार बनाउँदै गर्दा कहीँ कतै मिसिनुपर्छ भने कृपया तपाईँ पनि आउनुहोस्। यो बेलामा एकअर्कालाई गाली गलौज गरेर कम्तीमा नयाँले गाली गर्ने बेला होइन, एक आपसमा मिलेर जानुपर्ने बेला हो। हजुर होइन, यो तपाईँले अहिले तपाईँले भनेको जस्तो ठिक छ त, उहाँले जित्नुपर्छ। जित्ने कुरा अब ओलीले मात्र होइन, जनताले ओलीलाई देख्न चाहेका छन्। त्यो सांसदको रूपमा होइन, बन्दी कैदीको रूपमा देख्न चाहिरहेका छन्। जनताले ओलीलाई हालौँ भनेका छन्, त्यो भोट होइन जेल हालौँ भनिरहेका छन् होइन। जनताले केपी ओली लड्नुपर्छ भनेका छन्, त्यो चुनाव होइन मुद्दा लड्नुपर्छ भनेका छन्। त्यसैले जेल हाल्नुपर्ने मान्छेलाई अहिले ल्याएर भोट हाल्ने विषयमा छलफल हुँदैन। त्यसैले गर्दा भन्न दिनुहोस् केपी ओलीको त उहाँको कम्तीमा चाहिँ त्यो बुद्धि आइदिएको भए यति जनताले दुःख पाउनु पर्थेन, हामीले यत्रो घाँटी सुकाउनु पर्थेन। त्यसैले अब उहाँको बारेमा धेरै खर्च नगरौँ, उहाँलाई धन्यवाद भनौँ। कम्तीमा चाहिँ यो बेलामा चाहिँ कम्तीमा उहाँले बोल्न पाइरहनु भएको छ, यति कुरालाई पनि ठुलो मान्नु। हस्, थ्याङ्क यू।